नसबै काट्दा भो मामाले नि काट्दिन न ठ्याक्कै 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 बाबा जस्तो हावा त हो खतरा केटो नमस्ते गरौँ न परबाटै मोबाइल ल्याउँथ्यो भने पहिलेको साइज निकाल्न लागेको आज बिहानै सरी यो साइज निकाल्दाखेरि चाहिँ बिहे नगरेको छुरी चेलीहरू चाहिन्छ त्यही भएर मसिनो छुरी र बुनुले चाहिँ यो साइज निकाल्दाखेरि करुवा चामल दियो बुङ्लाए चाहिँ योबाट चाहिँ तल आज महिलाको कार्यको लागि भोज खानाको लागि चाहिँ गएर यो दियोबाट चाहिँ आगो बाल्नुपर्छ तलपट्टिको लाग्नुपर्छ होइन त आऊ लु हौ बिस्तारी न लड्छ है लु साइज निकालेको आज चाहिँ बिहानै ओइ दियो बाल्यो चामल बोक्नुपर्छ र गर्ने कति लिएर आउँछ यो चाहिँ हाम्रो बिहानै साइज निकालेको भन्छ यसलाई यसरी बिहानी पख यहाँ चाहिँ चुल्हामा आगो फुक्ने सासु पर्छिने यसरी साइज निकाल्नुपर्छ बिहे नगरेको चेलीहरूले सानो हाम्रो पुच्चीहरू बुन्नुहरू छ यसरी दियोबाट चाहिँ आगो बाल्नुपर्छ उहाँहरूको हातबाट बल छ दिपा आजको कपाल काट्ने मान्छे मैलुङ आज कपाल काट्ने होइन अनि लु यस्तो छ आजको हाम्रो बेहुला चाहिँ मुख धोयो कि होइन मुखै धोएको छैन आजसम्म यहाँ चाहिँ अहिले सम्पूर्ण हाम्रो गाउँका दाजुभाइहरू जति पनि भेला भएर चाहिँ तरकारीको लागि मसलाहरू काट्ने केलाउने कामहरू भइरहेको छ। कसैले भात तरकारी बनाउँदैछ भने कसैले
तरकारीमा हाल्ने मसलाहरू पिस्ने कुट्ने धुने काम भइरहेको छ। आजको डेकोरेसन चाहिँ यस्तो छ है। यहाँ चाहिँ मैलुङको भरै टिका टालो शुभ छेवर कार्यक्रम। अब चाहिँ हाम्रो मैलुङचुङको चाहिँ कपाल काट्ने कामहरू सुरु लागेको छ। अहिले चाहिँ यहाँ घरबाट सबै रोटीहरू सबै कैँची कपडाहरूलाई रेडी गरेर तल गोठमा लागेर काट्ने चलन छ। त्यही भएर चाहिँ हामी अब हाम्रो 32को कपाल काट्नको लागि चाहिँ घरबाट सबै जति पनि चाहिने कुराहरू लगेर चाहिँ हामी कपाल काट्न जाँदैछौँ। आऊ मैलुङ ल यहाँ कपडा बनाउनु पर्छ अनि के पाउ चाहिन्छ अहिले पाउ भन्ने मान्ने मान्दैन आउँछ होला हुन्छ भित्र होला कि कारमा सिउने यतापट्टि आउँछ तपाईँ कैँची खोइ त कैँची चाहिँ एक हातले पक्रिनु यो लुकाउने हो यो पक्रिनु छेउमा चाहिँ नहेर्ने है किन गरेको सबै काट्दा भो मामाले नि म भरे भिडियो देखाउँछु ल मैलुङ यता हेर्ने त्यो नहेर्ने उता नहेर्ने म भरे मैले भिडियो देखाउँछु नि है मैलुङ तपाईँको भान्जै हो त भाइ हो तपाईँहरू रोटी खाँदै 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 बस्छ नबन्ने भन अहिले मानेर भने हाम्रो चाहिँ चलन छ क्या यस्तो हामी यो दाहिनेपट्टि अलिकति राख्ने मैले हेर्दा मैलुङ हो मैलुङ भरे भिडियो हेर्छु ल कस्तो ठुलो मान्छे बनाएको त आजदेखि ठुलो नाति ठुलो मान्छे हो भनिदेऊ न हस् भन ठुलो मान्छे बनाउनु पर्ने हाम्रो नातिलाई त्यस्तो आँखा छोप्ने हो र अब त फाइदा भोलिदेखि अर्को ज्ञान हाम्रो नातिलाई तल झर्दा म भनिहाल्छु खतरा पनि केटो त कस्तो सुहायो भाइलाई त अब टोपी लाउनु पर्छ टोपी लाउनु पर्छ अन्त राजा हो राजा राजा हो राजा है होइन घरको मन्त्री हुन्छ राजा त छैन आज घरको मन्त्री हुँदैछ मैलुङ यता हेर्दा ओइ मैलुङ मैलुङ यता हेर्दा खतरा भिडियो निकाल्नुपर्छ है
कपडा टोपी लगाएपछि अर्कै हुन्छु भन न म घरको गए भयो आज अहिले चाहिँ कपाल काटिसकेर चाहिँ यहाँनिर अहिले हाम्रो बत्तिसलाई कपडा लगाइदिने कार्यक्रम हुँदैछ यहीँ कपाल काट्ने ठाउँबाटै कपडा लगाइदिएर लानुपर्छ कोट दौरा बेहुला खै बेहुली अब खै बेहुली उतापट्टि छ एउटा यसो बाँधे जस्तो गरिदिनु त हौ त्यो तल्लो चाहिँ है फेरि तुना बान्नु पनि कसैले आउँदैन चप्पल लाउने जुत्ता लाउने नानी जुत्तै लाग्छ यसले छोड्छ ठ्याक्कै लाउने ठ्याक्कै 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 भयो जस्तो चेलीले नि आज हाम्रो मात्रै अहिले भरे माग्ने टिप्पा हेर माइला टिप्पा हेर अहिले भयो टोपी ल्याइदियो हावा त हो खतरा केटो नमस्ते गर्दै गर्नु हेर्ने हो ल्याउ पर्छ हेटौ छैन उ त्यो सुरुवाल हेरिदिएछ खान्छ त यत्रो खान्छ नि एकजना नै पैसा राख्ने प्लस मिल्यो खाँदैन भाइ चिसो अर्को छ त उ तातो अरे भयो खान्न भएन यहाँ रक्सी लगाउ न मामाले त बेहुलालाई बोकेको हो बेहुला यहाँ चाहिँ अहिले हाम्रो भाइको ससुरालीहरू आएर चाहिँ हाम्रो ड्याडी मम्मीहरूसँग ढोकभेट कार्यक्रम चल्दैछ यो चाहिँ सम्धिनेको ढोकभेट हो यस्तो हुन्छ हाम्रो यसरी ढोकभेट गर्नुपर्छ है त छोरीछुटो भन्थ्यो हाम्रो यता जय जय तिमी लास्ट यता छोरा सम्झियो राम्रो थियो भन्छ होइन भन्दै अलिकति उठाउ त हौ पेटले पर्न त नि घोडीले भइसकेन नि घरको अब सम्झी आसाङामी हुन्छ साह्रो पर्दैछ रमाइलो त हजुर अब चाहिँ सम्पूर्ण कामहरू अगाडिको कामहरू तयारी भइसकेछ र अब चाहिँ टिकाटालो गर्ने बेला आएको छ सम्पूर्ण हाम्रा बत्तिसको माउलीहरू पनि आइसक्नुभयो र हाम्रो टिकाटालो सुरु गर्दाखेरि चाहिँ माउलीले सुरु गर्नुपर्ने भएको कारणले गर्दाखेरि सुरुमा चाहिँ माउली लाउनुपर्छ त्यही भएर माउलीले चाहिँ हाम्रो रीत चलन चल्ती अनुसार उनीहरूलाई आफ्नो रीतअनुसार यो कठुवा काठमा एउटामा जाँड र एउटामा रक्सी राखेर चाहिँ उहाँहरूलाई हामीले एउटा सिरुबाउने स्वरूप राखिदिएर
उहाँहरूलाई टिकाटालो फुकाइदिनु भनेर अनुरोध गर्नुपर्छ। हाम्रो चलन चाहिँ यस्तो छ। त्यही भएर चाहिँ हाम्रो बाजे पासुङले उहाँहरूलाई शिरबाम राख्दै हुनुहुन्छ। कपाल केस काटेर चाहिँ टुकी दिने आजको शुभ कार्य हुँदा यहाँको नाति हो तर हाम्रो नाति होइन भने अगसर आइपुग्नुभयो। यसमा यहाँलाई शिरबाङ्ने टिका फुकाउनु पर्छ मालबाट है, कुनै टिप्नु खेल्नु पर्दैन, यो शिरबाङ्ने है यहाँलाई। म यो रिसाइदिनुहोस् तपाईँले अत्याङ्क अब बाँड्नुहोस् मार्ने सबै अहिले चाहिँ भतिजको टिकाटालो माउलीबाट सुरु भइसकेको छ। माउलीहरूले टिकाटालो गर्दै हुनुहुन्छ। कतिको बाटो भइसक्यो भने ठुलो मान्छे हुनु है, बुढी नाम भनेर चिन्नु है। मेहजिङ फुल एक दुईवटा फुटी लिएर हालेर उ गरिदिनु भाउजू त्यही चाहिँ साइदा बसेको छ एउटा टोक्लिया ल्याउ त यहाँ लाइन दे नाखमा चाहिँ अडियो भाइ त राम्रो भएछ नटेर्ने भयो त भाइ त है हाम्रो नातिले बाउलाई हात पक्रिनु पर्छ त नानी, पक्रिउन गएर अघि है हुन्छ होस् है, पातालाई सकिनु हुँदैन पक्रिन्छ पो त। बेहुली खोइ बोल्नुको पानी बोपुङमा छ भन्दो रहेछ नानी बोपुङ जानु पर्ने बोल्नु ओए बेहुली खोइ बेहुली ल टोपी लाएर पो चस्मा लाग्छ तन्कारा कानमा पसेन नि त नि तन्कारा बेहुली खै
खोइ कहाँ छ बेहुली कहाँ छ कहाँ छ नानी बेहुली चाहिँ बेहुली कहाँ छ बारी बोक्नुमा यता हेर त एकचोटि यता हेर त यता हेर न सानो टोपी यो लाउने कि यही लगाउला यो लगाऊ है के यो लाउने राजा जस्तो भइहाल्यो मन लाग्छ हेर्नु ल हात थाप्नु यस्तो गर्नु नमस्ते गरेर आशीर्वाद थाप्नु ल तिम्रो पनि बाजे हो नानी भाइको बाजे तिम्रो पनि बाजे नि हो होइन नानी उठेर हेर्नु त मैले पैसा बेला कहाँ हिँडेको पैसा थाहा पर्दैन एउटा रुमाल दिनु पर्ने भयो चस्मा गर्न है यहाँ राख्नु ल सिधा गर नानी सिधा दाजु भएन है त हुन्छ मोबाइल ल्याउँथ्यो भनेको त्यसै गर्नु है आमा राख्नुपर्ने कहाँ हो तिम्रो कहीँ जाँदैन के हुन्छ यता हेर त के होला नि त चुरा हो अर्को हराएर चुरा नकाट्ने बाहिर होला खै म दाँतले खुस्काउँछौ बरु किन खुस्काउँथे हात थाप्नु भने खै हो बनाउने त्यो उदय होला खानेतिर चाउँछ भन्नाहरू हेर यो चाहिँ फेरि अघि जस्तै माउलीलाई सिरु बाउने राखे जस्तै बुढी माउलीलाई पनि सिरु बाउने राखिदिनुपर्छ बुढी माउली भनेर चाहिँ भाइ मेरो माउली अनि हाम्रो भतिजको चाहिँ बुढी माउली तर्फलाई पनि हामीले यसरी नै सिरु बाउने कट्ठामा एउटा कट्ठामा जाएर एउटा कट्ठामा रक्सी राखेर चाहिँ उहाँहरूलाई पनि टिका टाढो लगाइदिनु भनेर चाहिँ हामीले सिरु भएर चाहिँ उहाँहरूलाई यसरी रित राखिदिनु पर्ने हाम्रो चलन छ Musa pasukan pada kasih ngasih tu dah apa. Awak semua saya kita tosa obah taban ni kita bala. Saya ni film itu banyak apa. Pasal dengan na rumah paling naso. Aku saya na kasih na orang nombor. Kita wei mata aku tanya sini. Oh betul. Apa kita tu? आले दाका हैन माछा दाकातिर छाएको रहेछ एउटा पनि पालन दाका हिँडेको रहेछ नाइ हो पारु हो पाला दाका हिँडेको रहेछ अब बुढीमाली भयो अब धारा अब बुढीमाली तयार छौँ हाम्रो अब सारीमा कुरीमा हामीले गर्नुपर्ने हामी तयार छौँ यस्तो गर्नुपर्छ ल
ठाडो गराएन अनि ठाडो गराए चिन्छ हैन पनि अरू कसैले लगाइदिनु भयो भने शेरको निकाल्ने अर्को लाउने हवस् भन सारे भइसक्यो म जान्छु के भ्याउँदै छौ न क्या सक्छौ र अब त बिहामा त हाम्रो गाउँकै सबभन्दा बाजे होला नि होइन एजेड ए आउनु मलाई ती पाएन ल हाम्रो जहिले माउली बुढी माउलीले सबैले लगाइदिएर पनि सक्नुभयो र अब चाहिँ हाम्रो घर गाउँलेको पालो घर गाउँलेमा चाहिँ हाम्रो बाजे हाम्रो गाउँकै सबभन्दा ज्येष्ठ नागरिक हाम्रो बाजे हुनुहुन्छ उहाँ बाजेले चाहिँ टिका टालो हाम्रो नातिलाई लगाइदिएर सुरु गर्नु भएको छ भए पनि यति ठुलो लाठी टेकेर उहाँ त हिँड्नुहुन्छ यहाँ बाजे त कहिले काहीँ अनि मलाई ठगिन्छ मलाई अब भेर पर नजाने होइन अब देख्छ के सबै छोरी दुखिहाल्छ त्यो पाइँदैन नि झन् गाह्रो बुढो अवस्थाकालमा हिँड्यो भने ठिक हुन्छ बस मैले यो बेला फेरि कहाँको देश हात पिक भने मैले त लगाइदिएको थिएँ पाउनु पर्छ नै हजुर त्यो भए चालेर बोक्नु पर्छ नमस्ते गर आउँछरी हुँदैन नि आधा हुँदै चल्दैन नानी अब राख ओइ बोइलु फेरि अर्कै भइहाल्छ मैले होइन ल हाम्रो चाहिँ सबैजना माउली बुढी माउली घर गाउँले सबैले टिका लगाएर सक्नुभयो अब चाहिँ लास्टमा चाहिँ हाम्रो घरको पालो हुन्छ हाम्रो चाहिँ चलाउँदा यस्तो छ कतिपय ठाउँमा चाहिँ घर परिवारले पहिले टिका टालो लगाएर सुरु गर्छ भने हाम्रोमा चाहिँ लास्टमा घर परिवारले लाउने चलन छ त्यही भएर अहिले फुपूहरूले लाउनु हुँदैछ फुपूपछि अङ्कलहरू ड्याडी मम्मीहरू लाएर लास्टमा चाहिँ हाम्रो भतिजको बाबाले लाएर अन्त्य गर्नुपर्छ है त सोधेको फुपूहरूले त्यो सुन्नेमा यो भिडियो खिचारी खुसु एकछिन है खुसु एकछिन नघप्नु नि
लाइभ हो तिला होइन भिडियोमा पनि आउने होइन ओरले आइरहेको छ लाइन छ कि लाइन होइन माथि हेर्नु न अब म यहाँ बाजी गोरा आउँदैछ मलाई दिन्छु ल बाहिर ऊ मात्रै यहाँ ज्ञानी हुनु सिङ्गापुर जाँदै हेर्ने होइन अनि सिङ्गापुर अङ्क लागेको पर्छ होइन त ठ्याक्कै म पनि लागिहाल्ने भन् न ढक्क सिङ्गापुर पुलिस फोर्स विवेक के हुने सिङ्गापुरै हुने होला देखेको छ होइन हाम्रो कान्छी अरे यो सिङ्गापुर जाने खर्च है हस् भन ए तिमीलाई पर्यो मामा आउनुभयो मेरो पैसा पनि राख्छु त हजुर यहीँको हाम्रो त हुन्छ नि यसरी आउँछ नि कस्तो आउँदैन अब अन्तिम गऱ्यौँ टिकाको चाहिँ कोही लाउने भयो भने तपाईलाई यो समय यो राख्ने लाउनु आउँला त्यसो गरौँ है छोरा हुन्छ यहाँ राख्नु 7 रुपैयाँ नि त त्यो सिङ्गापुर लाग्ने पैसा हो ज्याति छ अहिले कसलाई दिने हो आजलाई चाहिँ अब टिका टालो अन्तिम भयो बाबा लगाइसकेपछि हाम्रो चाहिँ लास्टमा घर परिवारमा लाउने छ हाम्रो मावलीको ग्रुप खाना खाना हाम्रो आजको 32 को टिका टालो कार्यक्रम हुन सकिएको छ। अब टिका टालो कार्यक्रम सकेपछि चाहिँ हामीले खाना दिनुपर्छ सबैजनालाई, त्यही भएर हामी चाहिँ खाना दिने कार्यक्रम हुँदैछ। ल अब चाहिँ खानाको चाहिँ नेक्स्ट भिडियोमा है त पार्दै।